This is the day 19 of Building Habit series. आजको मर्निङ प्लान थियो रनिङ र रनिङको लागि म सुरुमा रेडी भएँ र त्यसपछि मलाई थोरै भोक पनि लागेको थियो त्यसैले प्री वर्कआउट मिलमा मैले एग्सहरू फ्राई गरेर खाएँ। रनिङको लागि म स्ट्रेचिङ र वार्मअपहरू गर्न थाल्छु र वार्मअप पछि म आउटडोर जान्छु रनिङको लागि। केही समयको वाकपछि म मेरो रनिङ स्टार्ट गर्छु र केही बेरपछि म मेरो रनिङ कम्प्लिट पनि गर्छु। म थाकेको त थिएँ तर पहिलाको भन्दा थोरै इम्प्रुभमेन्ट पनि फिल भइरहेको थियो। आज त्यस्तो डिफरेन्ट केही थिएन, त्यही बाटो, त्यही समय र त्यही मान्छे जो 1% बेटर हुन चाहन्छ र पहिला जस्तै रमाइलो र इन्जोयमेन्ट जसले मेरो दिनको थेरापीको काम गर्छ। That's for all today. See you tomorrow.